इन्टरनेटको सहरमा हराउँदा संसारमा हराउँदा बन्छ ज्ञानको ज्योति। इन्टरनेटको संसारमा हराउँदा बन्छ ज्ञानको ज्योति। यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिगण, एक हातमा कलम र अर्को हातमा कपी लिएर निष्पक्ष निर्णयका लागि बस्नुभएका निर्णायक मण्डलज्यूहरू, अन्य विद्यालयबाट पाल्नुभएका गुरुवर्गज्यूहरू, यहाँ उपस्थित अन्य समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ, महानुभावहरू, 2082 साल बराबरी गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै सभाध्यक्ष समक्ष आफ्ना भनाइहरू राख्ने अनुमति चाहन्छु। आजको यस वक्तव्य कला प्रतियोगिताको शीर्षक रहेको छ अत्याधिक इन्टरनेटको कारण विद्यार्थीहरूको स्वास्थ्यमा पार्ने असरहरू। सर्वप्रथम त म इन्टरनेट भनेको के हो भन्ने बारेमा प्रश्न पार्न चाहन्छु। इन्टरनेट भनेको विश्वभरका कम्प्युटर, मोबाइल र सर्भरहरूलाई एक आपसमा जोड्ने विशाल नेटवर्क हो अथवा विभिन्न जानकारी खोज्ने, प्राप्त गर्ने र पठाउने डिजिटल माध्यम हो, जसबाट हामी सूचना खोज्ने, पढ्ने, पठाउने र आदान प्रदान गर्ने गर्छौँ। इन्टरनेटको सुरुवात सन् 1969 मा अमेरिकामा अर्पानेट नामको परियोजनाबाट सुरु भएको पाइन्छ। सुरुका दिनमा यसलाई सैनिक सञ्चारका रूपमा प्रयोग गरे तापनि हाल विश्वभरका मानिसहरूलाई एक आपसमा जोड्ने जालको रूपमा प्रयोग हुँदै आइरहेको छ। नेपालमा इन्टरनेटको सुरुवात सन् 1993 मा इमेल सेवालाई सहज बनाउने गरी सुरु भएको इन्टरनेट अहिले विश्वभरका विद्यालय, बैंकहरू, सरकारी कार्यालयहरू, निजी कार्यालयहरू, अस्पताल, व्यापारिक क्षेत्रहरूमा यसको व्यापक प्रयोग हुँदै आइरहेको पाइन्छ। इमेल मार्फत विद्यालयका शैक्षिक, भौतिक, आर्थिक जस्ता पक्षहरू यहाँ बसेर हजुरहरूले निरीक्षण गर्न पाउनु पनि इन्टरनेटकै देन हो। त्यसैले यसको क्षेत्र व्यापक रूपमा रहेको पाइन्छ। डिजिटल रिपोर्ट 2026 को आधारमा सन् 2025 को अन्तिमसम्ममा नेपालमा इन्टरनेट प्रयोगकर्ता कुल जनसङ्ख्याको 56% देखाइएको छ। नेपालमा आधुनिक युगमा इन्टरनेटको आवश्यकता बनेको पाइन्छ। विज्ञान र प्रविधिको युगमा इन्टरनेट पढाइ, अनुसन्धान, मनोरञ्जन सबैका लागि उपयोगी साबित भएको पाइन्छ। इन्टरनेट तर सभाध्यक्ष महोदय, अत्याधिक औषधिको प्रयोग बिस बन्छ भने चाहिँ हामीले आवश्यकता भन्दा माथि गएर इन्टरनेटलाई सेवाको रूपमा प्रयोग गर्दै आइरहेको तथ्य आफ्नै घरबाट प्रश्न देख्न सकिन्छ। त्यसमध्ये पनि बढी असर त हामी विद्यार्थीहरूमै परेको देख्न सकिन्छ। हामी विद्यार्थीहरूले इन्टरनेटलाई साथी मात्र बनाउनु आवश्यकता छ। यदि इन्टरनेट हाम्रो मालिक भयो भने भयानक स्थितिसँग गुज्रिनुपर्छ।